यो पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर 5 लोप्रेकुटीमा रहेको महागुरु फाल्गु नन्दको शालिग। यहाँ यो मन्दिर सेरोफेरोको जग्गा 347 रोपनी जग्गा रहेका छन्। यहाँ दुईवटा मन्दिर रहेका छन्। यहाँभन्दा तलतिर 17 थुम गोस्वारी मन्दिर रहेका छन् भने यो 1985 सालमा बनेको यो मन्दिर 1988 सालमा बनेको मन्दिर हो। यो मन्दिर 8 जिल्ला मन्दिरको नामले यहाँ चिनिन्छ। यो मन्दिर एरियाका क्षेत्रहरू हुन्। यहाँ यो मन्दिर छ र यो मन्दिर अहिले यो बन्द छ। यहाँनिर यसमा के पूजा हुन्छ त्यो त पुजारीहरू नभएको हुनाले थाहा भएको छैन। यहाँ 3टा मन्दिर लाइनै देखिएको छ र यो सबैभन्दा पल्लो छेउको मन्दिर 1988 सालमा निर्माण गरिएको मन्दिर हो र यो मन्दिर को दुईवटा तला छन्। यसको तलामाथिबाट 1988 सालमा महागुरु फाल्गु नन्दले यसको उत्तरपट्टिको झ्यालबाट चाहिँ 7वटा 10वटा अहिले 10 बुधे धर्ममुचुल्का भनिन्छ। 7वटा त्यस बेला तत्कालीन समयमा 7वटा धर्ममुचुल्का यही ढोकाबाट बसेर 7वटा धर्ममुचुल्का किराँतहरूको विषयमा गर्नुभएको ऐतिहासिक मन्दिर हो। पछिबाट त्यो 7वटा बुधालाई 3टा बुधा थपेर 10 बुधे धर्म मुचुल्का भनेर भनिन्छ। यो मन्दिर 1988 सालमा बनेको र यो मन्दिरमा लगाइने माथिल्लो तलाको टिन च्यादर हालको फिदिम 3 बस्ने कृपालाल राईले भारतको सुकेबाट ल्याएर आफ्नो रकमले ल्याएर चाहिँ लगाइदिएको टिन हो यो टिन। तर यो टिन 1988 सालबाट 56-57 सालमा रहेको थियो। हाल चाहिँ 56-57 सालमा यो टिन फेरिएको छ। उहाँले यो मात्रै होइन, तलतिर मन्दिरको केही तल मुनि त्यहाँ पानी उमारिएको छ। पानी उमार्दाखेरि आश्रा सुब्बाले 1 तोला होइन 12 र कृपालाल राईले 8 सुन दिएको थियो। यो मन्दिरमा उहाँहरूको ठुलो लगानी रहेको छ। यो मन्दिरको क्षेत्र यसलाई 8 जिल्ला मन्दिर भनेर चाहिँ चिनिन्छ। यहाँ अब याक्थुम भाषाबाट त अर्कै नाम हुनसक्छ। यसको अन्य विभिन्न क्षेत्र छन्। यहाँ पनि केही बन्न लागेको रहेछ। यो के बन्ने हो यहाँबाट ध्रुव तुम्बापु पुजारीलाई सोधनी हुँदा चाहिँ थाहा हुने हो यस क्षेत्रमा। र यो भुटानी व्यक्तिहरू आएर बनाइएको यो मन्दिर, यो भवन चाहिँ माटो फुको माटोलाई कुटेर बनाइएको घर हो। र यहाँ अति राम्रो वाल लगाएको छ। वालमा फुलहरू सजाइएको छ। यहाँ निर्माण काम धमाधम हुँदैछन्। यहाँ सिमेन्टहरू राखिएको छ र यसमा परतिर बस्ने एउटा हवाई घर पनि निर्माण भएको छ। यी हवाई घरमा
टक्क सिसाले बनाएको छ। यहाँ फुलहरू रहेका छन् र यस क्षेत्रमा निर्माणको लागि यी सामग्रीहरू धेरै यहाँ जम्मा गरिएको छ र यहाँ सल्लाहहरू पनि राम्रो तरिकाले काटिएका छन् भने यहाँ तलतिर हाम्रा पुजारी ध्रुव तुम्बापोको निवास, यहाँ तलतिर कार्यक्रम भवन लगायत यी ठाउँहरू अति रमाइलो। यहाँ गुराँसहरू फुलेको, यहाँ भित्तामा अन्य फुलहरू फुलेको रहेको छ भने यो यहाँको मेन गेट, यो ढोकाले बन्द छ। उतापट्टिको वैकल्पिक रूप प्रयोग गर्न हामी सक्छौँ र यो यी कुर्सीहरू विभिन्न व्यक्तिले दिएका रहेछन्। कृष्णबहादुर तुम्बापु फिदिम 5, हाम्रा युकमणी सब्याङ 5 थर जिल्ला समन्वयका अधिकृत समेत रहनु भएकोले पनि दिनुभएको रहेछ। यहाँ धेरै लामो कुराहरू यसको 4 किल्ला चाहिँ बाँधिएका रहेछन्। यहाँ सुब्बाहरू सबै तुम्बापुहरू र लिम्बूहरूको व्यक्तिहरूद्वारा चाहिँ यो सत्यमुचुल्का गरिएको थियो र 1988 सालमा यसमा 7 बुधे धर्ममुचुल्का गरिएकोमा पछि थपेर 10 वटा धर्ममुचुल गरेका। यसमा अब जाँड रक्सी नखाने, मासु मांस नखाने, छोरीचेलीको रीत नखाने, यो किसिमको धार्मिक रूपमा रहनुपर्ने, होक्तोपा नबोक्ने, धान नाचमा सुधार गर्ने, हरेक ठाउँमा शिक्षालयहरू खोजेर अध्ययन गर्नुपर्ने जस्ता चाहिँ बुदाहरू चाहिँ समावेश गरिएको छ। यो ठाउँ चाहिँ पूर्वकै एक महत्त्वपूर्ण ठाउँ र यो ठाउँमा एउटा पर्यटकीय क्षेत्र पनि हो। यो तल्लो भागमा तल्लो मन्दिर रहेको छ र यिनै बाटोबाट यहाँ हामीले यो बाटो हेर्दै आउँछौँ। यो बाटो फाल्गु नन्द पैदल मार्ग बनिरहेको छ। फिदिमदेखि यो फालोट हुँदै सन्दकपुरसम्म पुग्ने बाटो रहेको छ। यो अति रमणीय ठाउँहरू, यहाँनिर विभिन्न अध्ययन अनुसन्धान गर्ने ठाउँ। किराँत धर्म सत्याहाङमा पन्थको चाहिँ सबैभन्दा पहिलो मन्दिर माङखिम यहाँ रहेको छ। यसमा अध्ययन अनुसन्धान गर्ने, यो बोट बिरुवा अध्ययन अनुसन्धान गर्नको लागि चाहिँ धेरै उपयुक्त र यहाँ एउटा रमणीय ठाउँ समेत यहाँ रहेको छ अवस्था।